अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गरेर भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। यो पटक पनि उहाँले के भनिराख्नु भएको छ भने विश्वकप हेर्न आँटेको बेला हामीलाई रोक्यो भनेर गुनासो गरिराख्नु भएको छ। विश्वकपमा एन्फाको पदाधिकारीहरू अब त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबलले केही न केही नेपाली विश्वकपै खेल्नुपर्छ भने पनि छैन। कुनै न कुनै आशा त देखाउनु पर्यो नि। लोकल डिभिजनको केही पनि गेम भइरहेको छैन, भ्रष्टाचार धेरै भइरहेको छैन, प्रश्न उठेको छ। नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँै छैन एन्फालाई। त्योभन्दा तल नेपाल फुटबलले भन्दा तल कहाँ जान्छ त, जाने ठाउँै छैन। अब हामीले चाहिँ अगाडि कसरी बढ्ने भनेर मैले व्यक्तिगत रूपमा पनि विभिन्न विज्ञहरूसँग छलफल पनि गरिरहेको छु। फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ। हामीले फिफाका पदाधिकारीहरूलाई, एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। उहाँहरू आउनु भयो भने त्यो स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ। तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जति पनि पदाधिकारीहरू बस्नुहुन्छ, नेपालका पूर्व खेलाडीहरूले जसले फुटबलमा योगदान दिनुभएका छ, यहाँहरूले राष्ट्रिय खेलकुद परिषदमा हामीले नियुक्ति गरेको पदाधिकारी पनि देखिन सक्नुभएको छ। हामीले सबै खेलाडीहरूलाई गरेका छौँ। त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जसले गर्नुभएको छ, खेलाडीहरू जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नु भएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। र योभन्दा तल जाने ठाउँै नभएको हुनाले अहिले फिफाले निलम्बन गर्दा हो हामी सबैलाई चित्त दुखेको छ। तर योभन्दा तल जाने ठाउँै छैन। अब तल कति नै जान्छ र होइन। हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ, लिएको पनि हो। र अब हामीले चाहिँ एन्फालाई माथि उचाल्छौँ, सुधार्छौँ। र त्यो सुधार्नको लागि हामीले फुटबल प्रेमीहरूलाई मात्र राखेर सुधार्छौँ। यसमा राजनीतिक भर्ती केन्द्र हुन एन्फालाई थोरै पनि दिँदैनौँ। यसलाई भ्रष्टाचारको अखडा हुन हामी थोरै पनि दिँदैनौँ। हामी जे गर्छौँ फुटबल प्रेमीहरूलाई अगाडि राखेर एन्फालाई हामी अगाडि बढाउँछौँ। बारम्बार सरकारबाट एन्फामा धेरैपल्ट हस्तक्षेप विगतमा भएको थियो होइन। त्यसमा अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। धेरै उजुरी परेको हुनाले हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। विभिन्न उजुरी परेको हुनाले हामीले त्यसलाई एकदम संवेदनशील रूपमा लिएर उहाँहरूले त्यो छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामीले थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। दुईटा प्रश्न यहाँको मन्त्रालयसँग सम्बन्धित छ कि क्युको विश्वविद्यालयको जग्गालाई हजुर फिर्ता ल्याउनुको लागि त्यति बेलाको कुलपतिले हजुर प्रयास गर्नुभयो, तपाईँले निलम्बन गर्नुभयो। 35 दिनको अल्टिमेटम पनि राखिएको थियो। त्यो 35 दिन कटेको पनि 45 दिन बढी भइसक्यो। अब फिर्ता हुन्छ कि कसरी हुन्छ त्यो एउटा। अर्को चाहिँ खर्च कटौती गर्ने भनेर अर्थ मन्त्रालय पनि सरकारको एउटा महत्त्वपूर्ण त्यो कुरा पनि छ, खर्च घटाउँछौँ भन्ने। तर तपाईँहरूले छुट्टै सचिव अरू मन्त्रालयमा अरू सल्लाहकार राख्ने भनेर झन् खर्च घटाउनु भएको छ। कसरी हुन्छ। पहिलो यो त्रिवीको कुरामा त्रिभुवन विश्वविद्यालयको जुन जग्गा अतिक्रमण भएको विषयमा छ त्यसमा प्रतिवेदन बनिसकेको छ र प्रतिवेदन खाली गराउनको लागि अगाडि सूचना पनि गरिएको छ। कति ठाउँमा उहाँहरूले खाली गरेर गइ पनि सक्नु भएको छ, कति ठाउँमा खाली भएको छैन। हामीले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको पनि हामीले नयाँ उपकुलपति सहितको हामीले काम सकाइसकेका छौँ। हाम्रो चाँडै नै 1-2 दिनमै नयाँ उपकुलपति पनि आउनुहुन्छ र उहाँहरूले यसलाई अझ जिम्मेवारपूर्ण रूपमा चाहिँ यसलाई अगाडि बढाउनुहुन्छ। त्यो हाम्रो एउटा उहाँहरूलाई जुन उपकुलपति आउनुहुन्छ पहिलो पटक नै हामीले बसेर उहाँहरूलाई यो त्रिभुवन विश्वविद्यालयको जग्गा चाहिँ प्राथमिकतामा छ भनेर उहाँलाई अवगत त्यो गराउँछौँ एउटा। अर्को हामीले जुन चाहिँ अध्ययन विधामा प्रोफेसरहरू विदेशमा गएर त्यो भत्ता लिएर बस्नुभएको छ त्यो फिर्ता ल्याउनको लागि पनि हाम्रो एकदमै प्राथमिकतामा छ। नयाँ जुन उपकुलपति आउनुहुन्छ त्यसले यसलाई एकदमै प्राथमिकतामा राखेर यसलाई गर्नुहुन्छ, त्यसमा सरकारको पूर्ण सहयोग हुन्छ। खर्च कटौतीको बारेमा यहाँहरूले हेर्नुहुन्छ भने हामीले यसभन्दा अगाडि जुन पदहरू आवश्यकता थियो त्यो मात्र हामीले नयाँ कुनै पनि राखेको आएनौँ। बाहिर के आएको छ भने 5 जनासम्म सल्लाहकार राख्न मिल्ने भनेर जुन न्युज आएको छ त्यसमा 1 जना मात्र वैतनिक सल्लाहकार हो। बाँकी 4 जना, कुनै मन्त्रालयमा चाहिँ 3 जना, कुनै मन्त्रालयमा 5 जना भनिएको छ। 5 जनामा 4 जना र 3 जनामा 2 जना अवैतनिक हो, 1 जना मात्र वैतनिक हो। त्यसले गर्दा राज्यलाई त्यस्तो ठुलो आर्थिक भार त्यसले ल्याएको छैन। 5 जना वैतनिक भएको भए त्यसले धेरै आर्थिक भार ल्याउँथ्यो। तर 5 जनामा सल्लाहकारमा चाहिँ 1 जना मात्र वैतनिक हो।